नमस्कार सबैजनालाई। आज म यहाँ गभर्मेन्ट सेकेन्ड्री स्कुल बिरिङ इस्ट सिक्किम इस्टाब्लिस 1952 मा भएको स्कुललाई यहाँ सिटिजन फाउन्डेसनले एकदमै यहाँ रिनोभेट गरेको छ। यहाँ प्लेग्राउन्ड बनाएर यहाँ ग्यालेरीहरू पनि बनाएर चेयरहरू पनि हालेको छ। भनेदेखि यहाँ ग्राउन्डमा यहाँ प्लेयर्सहरूको लागि वेटिङ सिट पनि बनाएको छ। फेन्सिङ पनि एकदमै दामी बनाएको छ। यहाँनिर धेरै धेरै धन्यवाद सिटिजन फाउन्डेसनलाई। यहाँ डेकोरेसनहरू सबै थोक हुँदैछ। यहाँ फुटबल खेल्न एकदमै साँघुरो भएको थियो, गोली गइहाल्थ्यो यताउता र फेन्सिङ पनि एकदमै मजाले लगाएको रहेछ। धेरै धेरै धन्यवाद उहाँहरूलाई। यसरी नै प्रगति हुँदै जाओस्। अर्को पालि लोवर बिरिङ प्राइमेरी स्कुल पनि बनिन्छ होला भन्ने आशा पनि साँचेका छौँ। गाउँतिर पनि धेरै डेभलप भएको छ भनेदेखि यहाँ स्कुल पनि एकदमै रोचक भइसकेको छ। एचडिएफसी ब्याङ्कले यो गरेको रहेछ, फाइनेन्स लिएको रहेछ सिटिजन फाउन्डेसनलाई। यहाँनिर तपाईँहरू देख्नुहुँदैछ एमडिएम मिड डे मिल पनि यहाँ नयाँ बनिएको रहेछ। उताकोलाई मिलाएर यहाँ गेट लाउनु रहेछ भनेदेखि यहाँनिर खाना पकाउने ओर्ने सबै रेडी भएछ। यो पनि सिटिजन फाउन्डेसनले गरेको हो। धेरै धेरै धन्यवाद सिटिजन फाउन्डेसनलाई। यतापट्टि यहाँ दैलो पनि लागिसकेको रहेछ। अब एकदमै बिरिङ सेकेन्ड्री स्कुल एकदमै राम्रो भइसकेको छ।